हिँडौँ भाइ हिँडौँ साथीहरू, हामी उकालो लाग्दैछौँ है। गली हो साथीहरू, हामी तलदेखि आएको यता घुम्दै घुम्दै। यता छ सिडी मार्ग, तर हामी हेलो साथीहरू, नमस्ते। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। जो जति नयाँ हुनुहुन्छ मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। आज चाहिँ हामी घुम्न जाँदैछौँ। मेरो केटीहरू है भन, जय मसी। हेलो जय मसी। हजुर सबैजनालाई हामी आज घुम्न गइरहेको छौँ लोप्रेकुटी पास्टरको क्यामेरामा। तपाईँहरू आउनु होला खिच्नुको लागि। मेरो घरमा फुलेको फुल। नहीं सब उसलाई म पोस्ट गर्न घुम्नलाई। मलाई साथीहरूले छोडिसक्यो। ओइ यता हेरिदेऊ एकपल्ट। सुन्दैन त अनिला। हेलो जय मसी सबैजनालाई। आज हामी घुम्न गइरहेको छौँ है। हुनुहुन्छ होइन साथीहरू सबैजनालाई जय मसी। हामी घुम्न जाँदैछौँ। नाना पनि आउँदै हुनुहुन्छ। यता एउटा बोल्ने मान्छे हो यहाँ। ठाडो बनाउनु हुँदैन कि दिन भइसक्यो हेर्नुहोस् त, खुल्ला भएर चाहिँ हाम्रो गाउँको हामी हाम्रो परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ। उहाँको कारण आज यस्तो राम्रो दिन पवित्र दिनमा हामी भेला भएको छ साथीहरू। खुट्टा नभए पनि जाँदैछ। खुट्टा छैन फेरि। हामी चाहिँ लाग्यौँ है साथीहरू। यस्तो छ आजको मौसम। मेरो दुईजना बहिनीहरू, हामी चाहिँ मेरो आज चाहिँ हामी जाँदैछौँ है साथीहरू उकालो उकालो, किनभने मेरो खुट्टाले हुँदैन। म चाहिँ लास्टै गएँ कि खुट्टाले पनि भएन। हामी तिनजना चाहिँ अब हाम्रो घरदेखि उकालो लागेको साथीहरू, किनभने मेरो खुट्टा दुखिरहेछ नि त लडेर। अनि अरूहरू चाहिँ उताबाट आउँदै हुनुहुन्छ। अनि त्यही भएर हामी तिनजना उकालो लागेको बिस्तारै साथीहरू। हेर्नुहोस् अगाडि यस्तो छ। उसको पटु लामो भएर यस्तो छ खेतीबारी। खोइ करुणा। हामी चाहिँ अहिले दाजुको भाइको घरतिर यहाँ छैन हौ। हामी चाहिँ तलदेखि आइसक्यौँ। यहाँ माथि छ अब डाँडा। ऊ माथिको डाँडा पुगेर उता जानुपर्ने छ। यहाँ फुल फुलिरहेछ। कस्तो दामी साथीहरू। माथिको लागि बस्छु म। तर मैले काम सुन्छु यहाँ झापा लाग्नु फोटो खिचेर बस्छु।
हेलो लाग्दैछौँ हामी चाहिँ अब पुग्न लाग्यौँ कस्तो दामी पहिरो गएछ राम्रो छ ठाउँहरू घुम्न आउनु होला साथीहरू कस्तो दामी हावा आयो साथीहरू सबैजना घुम्न आउनु ल एकचोटि फिदिम 3 लाली खर्कादेखि माथिको डाँडा आलुहरू यहाँ रोप्नु भएको छ पोपो लाइफमा बिजी छ यहाँ तल चाहिँ आलु रोप्नु भएको छ गली